धन्य हो पैँचो पसल, बसे पनि सहर गाउँकै खानी रहर। 2072 सालदेखि निरन्तर मैले चाहिँ चलाइरहेको छु। विश्वमा चाहिँ अब विश्व बजारमै यसको चाहिँ एकदमै पपुलर छ पैँचो। यसको प्रोडक्टहरू अचार, टमेटो केचप, जामहरू हामीले डियालो फुलल्यान्डका 5वटा ब्रान्चमा निरन्तर चलाइरहेका छौँ। पैँचो पसलले जुन उत्पादन सुरु गरेको छ त्यसका विभिन्न भेराइटिजहरू छ हाम्रो किचनमा प्रयोग हुने। त्यसमा चाहिँ विशेष गरी यो टोमेटो केचप छ, यो धेरै राम्रो छ, अरू प्रडक्टहरूभन्दा धेरै राम्रो छ र हामीले 5 स्टार होटलदेखि तल्लो एउटा सानो भट्टीसम्म पनि हामीले प्रयोग गर्न सक्छौँ र यिनीहरू यो प्रडक्टहरू चाहिँ धेरै राम्रो भएको मैले जानकारी गराउँछु। र मैले ट्रेनिङ सेन्टरदेखि लिएर हाम्रा धुलिखेल, नगरकोट, नुवाकोट लगायतका विभिन्न ठाउँमा पनि यिनै सामानहरू हामीले प्रयोग गरिरहेका छौँ र सम्पूर्ण सेवाहरूलाई कमसेकम नेपाली प्रडक्ट, नेपाली उत्पादन, नेपाली कामदारले बनाएको र नेपाली सामग्रीहरू प्रयोग गरी बनेको यी सामानहरू प्रयोग गर्नलाई सम्पूर्ण सेवाहरूलाई हार्दिक अनुरोध गर्दछु। यो चाहिँ हाम्रो पैँचो गाउँको किसानहरूको कामबाट किसानको उत्पादनहरू बेच्दा हामी पैँचो सिस्टम छ। त्यसलाई चाहिँ हामीले व्यावसायिक त्यो पुरानो सिस्टमलाई व्यावसायिकरण गर्नको उत्पादनलाई स्वादलाई चाहिँ सहरसम्म ल्याउने कामलाई पैँचो। धन्य हो पैँचो पसल, बसे पनि सहर गाउँकै खानी रहर।